पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर 4 हात्तीवनमा विशाल ताजिया मेला लाग्ने भएको छ। ताजिया मेला यही असार 19 गतेदेखि 25 गतेसम्म आयोजना हुँदैछ। मेला आयोजकको मुख्य आकर्षण भनेको 80 फिट लम्बाइ रहेको विशाल ताजिया हो, जसको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। मेलामा विभिन्न प्रकारका मनोरञ्जनात्मक सामग्री उपलब्ध हुनेछन्। मेला समितिका अध्यक्ष मनोज चौधरीका अनुसार मेलामा विभिन्न झुला, सुपर ड्राइगन, ट्रेन, चर्खी, ब्रेक डान्स, झुला, डुङ्गा र बच्चाहरूका लागि कार लगायतका रमाइलो र मनोरञ्जनात्मक खेलकुद सामग्री राखिने भएको छ। मनोरञ्जनका साथसाथै मेला क्षेत्रको महत्त्वलाई पनि ध्यानमा राख्दै विभिन्न स्थानीय कला प्रस्तुति समेत रहने भएको छ। यो मेला ठुलो दर्शक आकर्षणको कारण बन्ने निश्चित भएको छ। मेला आयोजकहरूले सबैलाई यस मेलामा सहभागिता जनाउन आमन्त्रण पनि गरेका छन्। मेलामा एकातिर सांस्कृतिक र धार्मिक महत्त्वपूर्ण ताजिया प्रदर्शनी हुनेछ भने अर्कोतिर विभिन्न आकर्षक मनोरञ्जनात्मक सामग्रीहरू पनि प्रस्तुत गरिनेछ। यस मेलाले मात्र मनोरञ्जनको अवसर मात्र नभएर सांस्कृतिक सम्पदा संरक्षण र प्रवर्धनमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ। यस अवसरमा स्थानीय कलाकार र झर्रा तासा थकरी समूहको आफ्नो कला र संस्कृतिको प्रदर्शन गर्नेछन्, जसले मेलामा विविधता र सांस्कृतिक एकता थप्नेछ। विशाल ताजिया मेला अध्यक्ष मनोज चौधरीले मेलाको सफलता सुनिश्चित गर्न विभिन्न स्तरका तयारी गरिएको बताउनु भएको छ। साथै मेलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय आगन्तुकहरूको सहभागिताका लागि व्यापक प्रचार प्रसार पनि भइरहेको उहाँले बताउनु भएको छ। हाम्रो उद्देश्य मेलामा आउने सबैलाई मनोरञ्जनको साथसाथै सांस्कृतिक मूल्यको अनुभव प्रदान गर्नु हो। यस मेलाले नवलपरासीको सांस्कृतिक पहिचानलाई विश्वभर पुर्याउने अवसर सृजना गर्ने चौधरीले बताउनु भएको छ। मेलामा स्थानीय नागरिकहरू र पर्यटकहरूका लागि विशेष सुरक्षा प्रदान गरिने स्थानीय सूर्य नारायण यादवले बताउनु भएको छ। 19 गते से सुरु भयो। खतरी, लाठी अनि लाठी, थकरी, झर्रा कार्यक्रम में कम से कम मेला के 1 लाख से बढ़िया आकलन कई जाए जहाँ सुरक्षा तो एकदम टाइट रही। यहाँ सशस्त्र जनपद, महिला पुलिस और स्वयंसेवक लोग सब एकदम तैनात रही है। सरावल गाँव पालिका वार्ड नंबर 4 में हमारे ताजिया विशाल ताजिया मेला लगे जाता। अभी में आप लोग आवल जा ओकर बाद आके यहाँ शोभा बढ़ावल जा, मनोरञ्जन कइल जा। मेलामा स्थानीय व्यवसाय र उद्योगहरूलाई पनि प्रोत्साहन मिल्नेछ र यसको आर्थिक दृष्टिकोणबाट पनि नवलपरासीमा नयाँ अवसरको सिर्जना गर्ने अपेक्षा गरिएको छ। मेला क्षेत्रको परिक्रमा गर्न ताजिया देख्नका लागि सबैलाई निमन्त्रण दिएको छ। मेलामा सहभागी हुने सबैलाई सुरक्षित र आनन्ददायक अनुभव प्राप्त होस् भन्ने आयोजकले विश्वास लिएको छ। नेपालमा ताजिया मेलाको ऐतिहासिक र धार्मिक महत्त्व छ, जसले मुस्लिम समुदायका मानिसहरूको दुःख र शोकका साथ पवित्र इमाम हुसैनको शहादतलाई सम्झन्छ। यद्यपि यस मेलामा सबै समुदायका मानिसहरू सहभागी हुने गर्दछन् र यो समाजको एकता र सहिष्णुताको प्रतीक बनेको छ। हात्तीवनमा लागेको ताजिया मेला सफल पार्नका लागि मुस्लिम समुदाय मात्र नभएर समग्र हिन्दू समुदाय लागि परेको स्थानीय फिरोज खानले बताउनुहुन्छ। हमन के जोन गांव बाटे, गांव में हमन के 10-15 घर मुस्लिम बाणी जा और यहाँ अधिकतर हमन के गांव के जोन बा हिंदू समुदाय बाटे, लेकिन वो सबके जोन बा बहुत बढ़िया यहाँ योगदान रहा है। और उनके और यहाँ गंगा जमुनी तहजीब के भी समझ जाला, लेके चलल जाला हमन के, काहे कि कोनो भी यहाँ आज तक कोनो तरीके के बात विवाद नाई भइल। हमन के एकदम मिलजुल के गांव के सारा लोग रहेला, कोनो भी तरह के विवाद यहाँ नहीं रहेला। हात्तीवन विशाल ताजिया निर्माण समिति के आप सब मनोबल आके यहाँ बढ़ावल जा। लाठी खेल बाटे, ओकर बाद झर्रा के प्रोग्राम बा, थकरी जी के कहल जाला मन के। ओकरे बाद जोन बा आपके ढाक ताशा के खेल बाटे, ये तमाम सारा खेल बाटे। और सर्कस बा,
एकर आप सब आवल ना और आनंद लेना और बाबा के भी यहाँ दर्शन कइल जा। यस मेला नेपालको सांस्कृतिक र धार्मिक समागमको महत्त्वपूर्ण हिस्सा बन्नेछ। विशेष गरी ताजिया जस्तो भव्य संरचनाले आगन्तुकहरूको ध्यान आकर्षित गर्नेछ। मेलामा मात्र धार्मिक भावनाहरू प्रकट हुने छैन, यसले सांस्कृतिक इतिहास र परम्परासँग एकाकार गर्दै एक नयाँ युगको सुरुवात गर्न सक्छ। पश्चिम नवलपरासी क्षेत्रको पर्यटन क्षेत्रलाई प्रवर्धन गर्नका लागि यो मेला एउटा ठुलो अवसर बन्नेछ। यस मेला मार्फत लाखौं पर्यटक र स्थानीय नागरिकहरू आकर्षित गर्न सकिनेछ, जसले सरावल गाउँपालिकाको पर्यटन क्षेत्रलाई थप बल पुर्याउन विश्वास गरिएको छ। यसले स्थानीय व्यवसायको समेत बढोत्तरी गर्न सक्छ, विशेष गरी होटल, रेस्टुरेन्ट, हस्तकला र अन्य उत्पादनहरूमा। मेलामा आउने आगन्तुकहरूको सुरक्षाको लागि व्यापक व्यवस्था गरिएको छ। मेलामा उपस्थित जनाउने प्रत्येक व्यक्तिको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्नका लागि स्थानीय प्रशासनले विशेष निगरानी र सुरक्षा व्यवस्था तैनात गर्ने निर्णय गरेको छ। पश्चिम नवलपरासीको हात्तीवनमा आयोजित ताजिया मेला केवल एउटा धार्मिक समागम मात्र होइन, यसले नेपालको सांस्कृतिक विविधता र एकताको प्रतीकको रूपमा पनि कार्य गर्नेछ। यस वर्षको ताजिया मेला, जसमा विभिन्न सांस्कृतिक र धार्मिक कार्यक्रमहरू समावेश गरिनेछ, देशभरका नागरिकहरूको र विश्वभरका पर्यटकहरूको ध्यान आकर्षित गर्न सक्ने ताजिया मेला समितिले आकलन गरेको छ।